केमिस्ट्रीमा नर्मल्ली 3 किसिमको क्वेसन प्याटर्न हुन्छ। एमसीक्यूज, एसएक्यूज र एलएक्यूज है, लङ एन्सर क्वेसन। यो तीनटा क्वेसन प्याटर्न मध्ये तपाईहरुलाई मैले अघि नै भनिसके पार्ट 1 मा 4 प्रकारको कम्पिटेन्सी रिमेम्बरिङ, अन्डरस्ट्यान्डिङ, एप्लाइङ र हायर एबिलिटी। अब सबै मल्टिपल चोइस क्वेसनमा रिमेम्बरिङ हो, अन्डरस्ट्यान्डिङ हो भन्ने कुरा हुन सक्छ, त्यस्तो हुँदैन है। जस्तै हामीसँग मल्टिपल चोइस क्वेसन जुन 11 वटा छ तिनमा सबै किसिमको, यसमा रिमेम्बरिङ टाइपको क्वेसन पनि हुन्छ, अन्डरस्ट्यान्डिङ टाइपको क्वेसन पनि हुन्छ, एप्लाइङ टाइपको क्वेसन पनि हुन्छ र हायर एबिलिटी टाइपको क्वेसन पनि हुन्छ। त्यस्तै गरी सर्ट एन्सर क्वेसनमा नि सेम प्याटर्न फलो गरेको हुन्छ, लङ एन्सर क्वेसनमा नि सेम प्याटर्न फलो गरेको हुन्छ। त्यही भएर लङ क्वेसन सजिलो, सर्ट क्वेसन सजिलो, एमसीक्यू सजिलो भन्ने हुँदैन, सबैमा कम्पिटेन्सी लेभल इक्वली डिस्ट्रिब्युट गरेको हुन्छ। यो कुरा ख्याल गर्नु पर्यो। त्यसैले कोही विद्यार्थी भाइहरुलाई केमिस्ट्री एकदमै गाह्रो लाग्छ, म त पासै हुन सक्दिन जस्तो लाग्छ भने तपाईहरुले मेनली ख्याल गर्नुपर्ने भनेको तपाईहरुको अर्ग्यानिक केमिस्ट्री पोर्सन हो, जहाँबाट तपाईहरुलाई 33 मार्क्सको क्वेसन सोध्छ है। 75 मार्क्समा टोटल 33 मार्क्सको क्वेसन सोध्छ। यसमा तपाईहरुले मेनली चाहिँ कन्भर्जन, रिएक्सन कन्भर्जनहरुलाई पनि फोकस गर्न सक्नुहुन्छ। अर्ग्यानिक केमिस्ट्री मजाले बेसिक देखि बुझेर यसलाई मेनली टार्गेट, अरु पनि पढ्नु पर्यो, मेनली टार्गेट गरेर पढ्नु भयो भने पक्कै पनि सफल हुन सक्नुहुन्छ। अर्ग्यानिक केमिस्ट्री एकदमै गाह्रो लाग्छ, यसको नोट, स्टडी मटेरियल, पीडीएफ केही चाहिएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। थ्यांक यू।